काम बन्द हुन्छ र त्यो मतदाता नामावली सङ्कलन गर्ने काम बन्द भइसकेपछि फेरि जेनी पुस्ताको अर्कोमा के आयो भने हामी त 10औं लाख मतदाताहरू यो परिधिभन्दा बाहिर छौँ, हामी मतदाता नामावलीमा हाम्रो नाम समावेश छैन, हाम्रो चाहिँ त्यहाँ नाम समावेश हुनैपर्छ भनेर निर्वाचन गर्न दिँदैन भनेको चाहिँ निर्वाचन आयोगको पहलमा सरकारसँग सल्लाह गरेर सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेश जारी गराएर अनिखेरि सबै मतदाता नामावली सङ्कलन गऱ्यौँ। तैपनि तोकिएको समयमा उहाँहरूको चाहिँ सङ्कलन हुन नसकेपछि अब के उपाय लाउने त भन्दाखेरि जो मतदाताहरूले मतदाता नामावलीमा नाम समावेश गर्नु भएको छैन तर राष्ट्रिय परिचय पत्र लिनु भएको छ र राष्ट्रिय परिचय पत्रमा उहाँको बायोमेट्रिक छ भने त्यसलाई पनि लिएर अर्थात् त्यसलाई चाहिँ आयोगले गरेको स्वरूप लिएर अनिखेरि हामी यो काम सम्पन्न गर्न सक्छौँ भनेर हामीलाई आयोगले बाधा अड्काउ फुकाउन नसक्ने गरी कानुनले दिएको सुविधा अन्तर्गत निर्णय गरेर यसरी हामीले मतदाता नामावली सङ्कलन गरे र दल दर्ता गर्ने सन्दर्भमा त्यतिकै पेचिलो भयो। तर अन्तमा आइसकेपछि के हो भने कुनै पनि दलहरू निर्वाचनमा भाग लिन्न भनेर बाहिर बस्न सक्ने अवस्था भयो र साथसाथै सम्पूर्ण सुरक्षाकर्मी र निजामती कर्मचारीहरूको मनोबल गिरेको अवस्था थियो, कसरी निर्वाचन गर्ने भन्ने उहाँहरूको त अगाडि बढ्न सक्ने स्थिति नै थिएन। त्यसमा त्यो सूत्रलाई पनि क्रमशः उठाउँदै लानुपर्ने विषय